नमस्कार साथीहरू। आज चाहिँ म घोडताप्रेलाई केलाउँदैछु। घोडताप्रे केलाएर यसलाई मैले माथि बारीबाट धेरै थियो त्यो सबै टिपेर लिएर आएँ। सेपले अलि नराम्रो भएछ। यसलाई चिन्नुहुन्छ साथीहरू? यो घोडताप्रे यसलाई केलाएर चाहिँ यसलाई विभिन्न किसिमका औषधि हुन्छ भन्छन्। मैले चाहिँ यसलाई सुकाएर यसको चिया खाने गरेको छु। यी मैले जरैसँग उखालेर लिएर आएको छु। पहिलाको पालि त धेरै राम्रो भएको थियो। यसपालि चाहिँ धेरै घाँसले चाहिँ नि सेप भएर अलि नराम्रो भएछ। तैपनि मैले सबै उखालेर बारीमा चाहिँ अर्को राम्रोसँगले फेरि रोपेर आएको छु। अब यसलाई चाहिँ म फेरि यसलाई म सुकाउँछु। सुकाएर अनिखेरि यसको चिया बनाएर यसको चिया चाहिँ खाने गरेको छु। तर यो चाहिँ यसबाट चाहिँ धेरै ब्युटी प्रडक्टहरू पनि बन्दो रहेछ। यसले चाहिँ नि एउटा त्यो स्मरण शक्ति बढाउने काम पनि गर्छ भन्छन्। अब यो बेलैमा खानुपर्ने रहेछ। पछि स्मरण शक्ति हराएपछि चाहिँ खान सकिँदो रहेन रहेछ। यसलाई बेलैमा खाने ओर्ने गर्नुपर्ने रहेछ। यो धेरै बहुउपयोगी रहेछ। त्यो पनि अब भर्खर थाहा भयो। मैले चाहिँ अलिकति 2-4वटा बोट लिएर रोपेको थिएँ। प्रशस्त राम्रो भएको थियो। मैले 2-3 पल्ट त सुकाएर राखेँ पनि। अब यो चाहिँ यसलाई चाहिँ फेरि अर्को सुकाएर फेरि यसलाई म यसलाई चिया खाने व्यवस्था गर्छु र यसलाई म अरू चिजमा पनि प्रयोग गर्छु। म साथीहरूलाई पछि देखाउने छु। अहिलेलाई चाहिँ मैले यसलाई केलाएर मात्रै राम्रोसँग राख्ने र अनि सुकाउने काम गर्छु। साथीहरूले पनि चिन्नुहुन्छ होला नि यसलाई त, होइन साथी? हेर्नु त, घोडताप्रे हो यो। घोडताप्रे भन्छन् यसलाई। हामीले सानैदेखि घोडताप्रे भनेर चिनेको हो। अब अरू त के भन्छन् त्यति मलाई थाहा छैन यसको नामहरू चाहिँ। हामी चाहिँ यसो कहिलेकाहीँ पेट पोल्दा ओर्दा पनि यसको रस हाम्रो हजुरआमाले पिसेर खुवाउनु भएको हामीलाई थाहा छ। र यो अहिले धेरै उपयोगी भन्छन्। मैले ब्युटी प्रोडक्टमा पनि यसको नामहरू देखेँ। अनि यो घिउकुमारी पनि मेरो बोटमा धेरै भएछ। त्यसैले मैले ल्याएर यहाँ चाहिँ अब यसलाई पनि म केही गर्छु। म त्यो पछि देखाउँछु हजुरहरूलाई। अहिलेलाई चाहिँ म यसलाई केलाएर राख्छु। 1-2 दिन यत्तिकै राखिदिन्छु। त्यस पछाडि चाहिँ यसलाई म केही गर्छु यसको पनि। अनि है साथी, हेर्नु है, यो घिउकुमारीको यो अब यसलाई घिउकुमारी र यो चाहिँ आज मैले माथि गोड्दाखेरि टिपेर लिएर आएको। अब निकै नै भएको छ यसलाई पनि। अस्ति पनि मैले निकै सुकाएर राखेको छ। त्यो चाहिँ मैले चिया खाने गरेको छु। यसलाई चाहिँ म अब यो काँचै पनि खाना हुन्छ भन्छन्। यसै गरेर पखालेर गरम चपाउन पनि मिल्छ अरे भन्छन्। त्यो चाहिँ चपाएको छैन। चपाउनु चाहिँ मिल्छ अरे साथीहरू। हजुरहरूलाई पनि यसको बारेमा केही थाहा छ भने मलाई जानकारी दिनु होला। यति धेरै त मलाई थाहा छैन, तर पनि मैले यसो हेर्दैछु यसको के छ फाइदा भनेर हेर्दैछु साथी हो। आजको लागि यति है। फेरि पछि यसको म केही उपयोग गरेर देखाउँछु अनि हजुरहरूलाई नयाँ भिडियो बनाएर देखाउँछु।